हेलो गुड मर्निङ साथीहरू। अब चाहिँ म मुख धुन्छु, ब्रस गर्छु होइन। म गाउँमा छु नि त। एन्ड मेरो चाहिँ बहिनीहरू उता रेडी भइसकेको छ डुल्न जानलाई। एन्ड या मेरो ब्लग हेर्नु होला, लाइक सेयर एन्ड सब्सक्राइब गर्नु होला। म आज दिनभरि के हुन्छ सबै अपलोड गर्छु है। अब चाहिँ हामी कुद्नलाई रेडी भयौँ है। वी आर रेडी टु रन। अब ल जाम है, म भिडियो क्लोज गर्छु। अब हामी सबैजना मस्त दौडेर जाम मन्दिरसम्म है। हामी मन्दिर गएर फेरि भेट्छौँ। कुद्ने हो। मन्दिर पुग्नु छ। बुढाहरू दौडिसक्यो। भयो मन्दिरसम्म मात्रै। पुगिसक्यो। मन्दिर पुग्यौँ फाइनली। हाई, हामी मन्दिर पुग्यौँ। छ्या 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 छ्या, कहाँको कुकुर समातेको हो र? ओ छि यस्तो कुहिरो लागिरहेको छ एक्चुली हाम्रो गाउँमा चाहिँ आज। फाइनली एट मन्दिर। हाई सुषमा। हजुर, हाम्रो गाउँमा बादलै बादल लागेको छ। यो हाम्रो मन्दिरको ठाउँ, यो हाम्रो मन्दिर। एन्ड या एन्ड दिस इज अल हाम्रो गाउँ टोल चाहिँ कुहिरो मण्डल भएको छ। एन्ड इट्स ब्युटिफुल। एन्ड आम विथ माई बुढाहरूसँग इन्जोय गर्दैछु। अब चाहिँ हामी मन्दिरबाट घर फर्किने निदो गऱ्यौँ। एन्ड या अहिले चाहिँ बादल पनि अलिक फाटेको छ। सो लेट्स गो। अब दौडिने होइन त, तर स्लो मोसनमा है। ल है बहिनीहरू, जाउँ ल घरमा। अब बेला भयो। अहिले नै बाई हो। यिनीहरू दौड्यो पनि दौडिनु पर्छ। ओ बिस्तारै दौडाउनु, मैले सक्दैन क्या छिटो। रमिला दौडिसक्यो। ओइ तर्साएको होला होइन, सक्दैन नि फेरि दिदीलाई। Love you, love you, love you so much. I love you, Didi. Oh my God, love you so much. You're so cute. I love you, Didi. Love you too. Oh my God, देख्नु भयो, माया दिएपछि माया पाउँछ भने जस्तै मलाई पनि उनीहरूले कति माया गरेको। Love you all. अब दौडिने है। लास्ट त मै हुने भयो नि। हामी दौडेर आएर खाजासाजा खाएर अब गोठालो जाने। अझ जुत्छ? गोठालो जाने नि त भयो।
बाख्रा चरिरहेछ हाम्रो पारी। हामी आज गोठाला गएर आएर खाना खाएर अनि हाम्रो चाहिँ यहाँ मेहन्दी बनाउने चल्दैछ। फुल बनाइसकेपछि पनि फेरि म एकचोटि खिच्छु। यतिखेर चाहिँ हाम्रो बहिनी यहाँ जमरामा पानी हाल्न आँटेको छ। अहो जमरा कति राम्रो भएको। म यता अर्को जमरामा पानी हाल्न थालेको। मेरो बहिनीले जमरा यति लामो लामो भएछ। ओइ सुषमा आई लभ यु। यो करुवा भन्छ यो भाँडोलाई होइन। एन्ड यसमा चाहिँ हामी पानी खान्थ्यौँ। कस्तो भयो भने म जन्मेर 7 दिन हुँदाखेरि चाहिँ हाम्रो बाबाले यो किनेर ल्याउनु भएको थियो र कि। अनि अहिलेसम्म युजेबल छ, पानी पनि चुहिँदैन होइन, एकदम दामी छ। सो अहिले चाहिँ यस्तो सेभ गरेर माया गर्नु थाल्नुभएछ मम्मीले। यहाँ भयो, यसलाई छोपिदिने हो। भयो के हो भाइ? भयो हाम्रो चाहिँ यति नै। आजको हाम्रो भ्लग यसरी नै इन्ड गर्छौँ जमरामा पानी हालेर होइन। Yes. Bye bye. Thank you so much for watching. Please subscribe my YouTube channel.